मलाई छैन कोही जस्तो हुनु, कोही जस्तो बन्नु अनि कसैको कुरा सुनेर अगाडि बढ्नु। श्री मेरो मनलाई छ मेरो मनको कुरा सुनेर अघि बढ्नु। आउँछन् जिन्दगीका बाटाहरूमा चुनौतीहरू, आउँछन् जिन्दगीका बाटाहरूमा चुनौतीहरू, त्यसलाई मुसुक्क मुस्कुराएर सामना गरेर सधैँ अगाडि बढ्नु छ। अरूलाई हेरेर अरूलाई देखेर अरू के बन्यो भनेर तुलना गरेर होइन, आफूले आफूलाई बुझेर आफूले आफूलाई अति धेरै माया गरेर अघि बढ्नु छ। मलाई कसैप्रति कोहीप्रति को के बन्यो भनेर अघि बढ्नु छैन। कसले भन्यो र जिन्दगी छोटो छ भनेर, कसले भन्यो र जिन्दगी छोटो छ भनेर, जिएर त हेर्नुहोस् कति लामो छ। हामी कति सजिलै भनिदिन्छौँ छोटो जिन्दगी छ, तर त्यो छोटो जिन्दगीभित्रको कथाहरू पढेर सुन्नुहोस् त कति लामो छ है। त्यसैले छोटो जिन्दगी त भनाइमा मात्र सीमित हो, जिएर हेरेपछि चाहिँ थाहा हुन्छ जिन्दगी कति लामो छ, कठिनाइहरू कति धेरै छन्, कति उतार चढाव छन्। तिनीहरूलाई सामना गरेर अगाडि बढ्नुपर्छ, लड्नुपर्छ, टुट्नुपर्छ, छुट्नुपर्छ अनि त्यो सबै थोक हुँदाहुँदै एक दिन संसारबाट बिदा लिएर जानुपर्छ। अचम्मको छ मानिसको झोला बाँचुन्जेल अरूले भनेको कुराले, अरूले घोचेर बोलेका कुराहरूले मन यति धेरै दुख्छ अनि मरिसकेपछि चाहिँ त्यो चितामाथि जलेको लासलाई घोच्छन् पोल्छन् अनि लास्टमा के गर्छन्, अलिकति रिसिभी भएको छ भने त मानौ त्यसलाई आधी पनि नजलिकन जिउँदै फालिदिन्छन् क्या। महत्त्व छैन, जिन्दगीको महत्त्व त छ जब आफू खुसी भएर बाँच्नु चाहिँ राम्रो हो। अरूलाई दुःख दिनुहरू पनि खराब कुरा नै हो, तर अब कहिलेकाहीँ अफसोच राम्रै गर्दा गर्दै पनि परिस्थिति समयले खराब समय चलेको बेलामा पनि प्राय नराम्रो नै हुन्छ। सबै कुराहरू त अब जिन्दगीमा उतार चढावहरू आउँछ, हजारौँ बाधा व्यवधान धेरै हुन्छ, त्यसलाई पार गर्दै गर्दै लानुपर्छ। जब मानिसलाई सुखै सुख भयो भने चाहिँ उसले चाहिँ दुःखको अनुभव चाहिँ कहिले गर्ने होइन, जब दुःख आउँछ अनि सुख आउँछ